मेरोमा चाहिँ पपी फुल फुलेको छ। यो चाहिँ एउटै सेम कलरको छ, तर भुइँमा रोपेको थिएँ राम्रो फुलिरहेको छ। रेड कलरमा ठुलो फुलेछ, तर यहाँ भिडियोमा अलिक सानो देखेछ। कोपिलाहरू पनि लागिरहेछ। धेरै टाइमसम्म नबसे पनि फुल्दा चाहिँ दामी देख्छ। रेडमा यस्तो छ, यो चाहिँ कमन पपी भन्दो रहेछ यसलाई चाहिँ। राम्रो छ, बोट पनि हेल्दी, फुल पनि हेल्दी भएको छ। यो झन् कति मजाको देखिरहेछ, फुल्दैछ यसले। अरू एक दुईवटा फक्रेको छ, एक दुईवटा कोपिला निस्किँदैछ। नयाँ कोपिलाहरू पुरा आउँदैछ। मसिनै छ यिनीहरू चाहिँ। यो दामी निस्किँदैछ, कस्तो मजाको देख्छ यहाँ त। यो चाहिँ फर्स्ट फुलेको चुडाइदिएछ म नआउँदा। यिनीहरू फक्रेको सेकेन्ड थर्डमा, यिनीहरू अलिक सानै। यो सेकेन्डमा फुलेको कस्तो मजाको छ, सफ्ट न सफ्ट। यो पनि साह्रै दामी देखिरहेछ। माथिबाट हेर्दा चाहिँ यस्तो देख्छ, कस्तो मजाले फुलेको। सागहरू जस्तो देखिरहेको छ, बोटहरू पनि खानु लाग्दो। मजाले फुलेको छ। यिनीहरू फुल्दैछ, डल्लै चाहिँ एकैचोटि फुल्दैन रहेछ, कम्ती कम्ती गर्दै फुल्दैछ, तर पनि राम्रो देखिरहेछ फुलेर। एकदम राम्रो देख्छ। साइडबाट पनि सबै कोपिलाहरू फुलहरू सबै देख्छ नि त। साइडबाट चाहिँ कोपिलाहरू पनि थुप्रै छ।